पछि आयो भिडियो लु हेर त ल हेर त तिमीहरू कहाँ गएको रे यिनीहरू चाहिँ रातभरि फ्यान लगाउन नदिएर आज कर्मस्थलमा त फ्यान लगाउनु पर्थ्यो अब जन्मस्थलमा चाहिँ छाला पटपटी फुट्ने हो डाँडागाउँ गोले मेमे लालबहादुर गोलेको कान्छा छोराको छोरी उता बुहारी आमा बिरामी भएर गएका रे आमालाई चट्टै निको पारेर आउने रे हेर घाममा कस्तो हुने हो यिनीहरूलाई गाडी पनि आइपुग्यो अब चाहिँ लाग्यौँ सरर पारेर फ्यान नलगाउनेहरूको आज अब भोलिदेखि जुदुक देखिन्छ रुममा फ्यान नलगाइरहेको थियौ नि तिमीहरू आजदेखि चाहिँ तिमीहरू पस्तावा हुन्छ अनि फोन नगर्नु नि फेरि फ्यान त चाहिएको थियो भनेर अब चाहिँ एयरपोर्टको छेउछेउ आइपुग्यो वरिपरि दायाँ बायाँ ट्याक्सीहरू टन्नै उभिएको देखिन्छ अघिदेखि चाहिँ बाटो गाडाङगुडुङ थियो अबदेखि अब चाहिँ बाटो अब यहाँनिरदेखि उता चाहिँ बाटो ओके आउँछ क्याम्पेगौडा इन्टरनेसनल एयरपोर्ट भनेर यहाँबाट यता गरेर वेलकम टु क्याम्पेगौडा इन्टरनेसनल एयरपोर्ट त्यहाँबाट चाहिँ एयरपोर्टभित्र मतलब त्यसको कम्पाउन्डभित्र पसेपछि टन्नै कस्तो राम्रो बाटो क्या यहाँ टर्मिनल 2 मा आज चाहिँ सरर पारेर दामी छ गुवाहाटीको पनि अहिले नयाँ बनेको यस्तै देखाइरहेको थियो पुरै बाँसको भएको त्यस्तै छ एकदम बवाल छ खतरनाक दामी छ यहाँ लाइन लाग्यो बाटोहरू आधार कार्ड निकाल्यौ अब गएका तिमीहरू अब गएका यस्तो खतरनाक म चाहिँ एक्लै हिँड्दैछु यसका बाजे बेङ्गलोरको टर्मिनल 2 मा चाहिँ माथि प्यासेन्जर छोडिवरी तल बस भेट्ने ठाउँमा आउनलाई चाहिँ दिमाग खराब हिँड्दा त्यसका बाजेको गाह्रो छ जिन्दगीमा पुग्न आँटे यहाँबाट पनि जानु मिल्ने रे त्यहाँ तलबाट पनि जानु मिल्ने जानै पर्यो गाह्रो छ ट्याक्सीमा जाँदा त 9,000 रुपियाँ 900 लिइहाल्छ बसमा जानु पर्यो नि त यहाँ चाहिँ तल अन्डरग्राउन्डमा त आइयो बस स्ट्यान्ड भएको ठाउँमा व्हाइट फिल्ड जाने बस चाहिँ कहाँबाट आउँछ त्यो चाहिँ कुरो हो चाहिँ यहाँ त छ अब व्हाइट फिल्ड जाने बस सोध्नु पर्यो गाह्रो छ पर्खिनु पर्ने रहेछ आउँदैछ कहाँ जाने हो यो घर जानेलाई छोडेर बस पनि भेटेँ बस आइसकेछ बसभित्र पसिसकेँ मजाले बाहिरतिर खिचेको राम्रो देखिँदैन रहेछ बसमा नि कोही रहेछ 2-3 जना मात्रै यिनीहरूले रातभरि सुत्न दिएनन् हल्ला गरेर आँखा झिमझिम भइरहेछ अनि बस पनि भेटेँ अब चाहिँ फर्केको ब्लोन्जो चाहिँ बिन्दास एक्लै ढेडु भएर बस्छु मजाले